सो हेलो गाइज वेलकम ब्याक टु माई न्यू ब्लग गाइज एक हप्ता भयो ब्लग नबनाएको नि र गाइज आज चाहिँ फेरि म ब्लग स्टार्ट गरेँ होइन किनकि गाइज आज चाहिँ गर्नुपर्ने मेरो रुमलाई डेकोरेट आज हुनेवाला छ गाइज चाहिँ मिटिङ त्यसैको लागि यहाँ चाहिँ अब ब्यानर स्यानर लगाएर रेडी पार्नुपर्छ यो भित्तामा चाहिँ ब्यानरहरू लगाउनु पर्ने हो तर एउटा प्रब्लम छ क्या हिजो भर्खर गाइज यो लगाएको छ तर यो अब यहाँ ब्यानर अट्छ कि हट्दैन तनाप है यार तनाप और सब बैनर फेरि यत्रो छ यार चेक गर्नुपर्छ चेक सबभन्दा पछि सबै सफा गर्छु यता आज त्यस्तो छ अहिले भर सुतेर उठेको होइन हिजो त आधी सफा गरेँ झन् आज चाहिँ अब मिटिङ गरेँ त्यही भएर ब्यानर स्यानर लगाएर रेडी पारिदिन्छु सो गाइज मेरो काम चाहिँ अब स्टार्ट गर्छु म सो गाइज अब यो चाहिँ लाउनु पर्छ यो भित्तामा तर यसको डर लाग्दैछ यो ब्यानरको ठुलो छ क्या लाग्छ कि लाग्दैन सो गाइज दिमागले काम गर्ने छ र अब खाने कफी होइन आवाज हाले फुल हालिदिउँ ओके राख्न पनि हाल्छ फाइनली गाइज रेडी भइसकेको छ सबै त्यो अवश्य पाउनुहुन्छ मिटिङ गर्नुहुन्छ अनि के गर्नुहुन्छ गर्नुहोस् है मेरो काम यो गरिदिनै थियो सक्यो गाइज गरेर पनि होइन अब हेर्नु गाइज तपाईँहरू सिनेमेटिक तो फाइनली गाइज अहिले चाहिँ सबै त्यो गरेर बसिरहेको छु होइन बाबाहरू आउनुहुन्छ होला हामी चाहिँ जाने हो यहाँबाट अब जाने नारायण हाम्रो काम फिनिस अब यति काम सकेपछि बाबाहरू मिटिङ गर्नुहुन्छ हामी जाने हो दोकानमा खै थाहा भएन यो भयो ब्यानर पहिले अस्तिको पालि चाहिँ हल्का माथि लगाएको थियौँ त्यसको कारणले अहिले चाहिँ यहाँ लगाएको होइन अनि यो चाहिँ हाम्रो प्रोजेक्टरको लागि ओइ तर यो बाङ्गो लगायौँ क्या अरे हामीले हार्या यहाँ चाहिँ तर कति यहाँनिर यो भने प्रोजेक्टर चाहिँ कहाँ राख्नुहुन्छ प्रोजेक्टर यो कुर्सीमा है बाबाहरूले गरिहाल्छ हाम्रो काम यति थियो अब जाने हो गाइज जाने बाई बाई आजको यति नै थ्याङ्क्स फर वाचिङ आई होप तपाईँहरूलाई राम्रो लाग्यो होला
ब्लग त थोरै नै हो त्यही पनि आजको लागि यति नै थ्याङ्क्स फर वाचिङ बाई बाई